नमस्कार दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ घण्टाघर टिभी। म हो राधेश्याम पटेल र यो दृश्य हो पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका अन्तर्गत रहेको घण्टाघर नजिकैको बीपी पार्कको। र बीपी पार्कमा मन्सिर 28 गते एका बिहानै डोजर चल्यो र अतिक्रमित बीपी पार्कलाई खाली गराउनको लागि यो डोजर चलिरहेको छ भनेर तपाईहरू सूचना समाचारहरू पढ्नुभएको होला। विभिन्न सामाजिक सञ्जालमा भिडियो सामग्रीहरू पनि हेर्नुभएको होला। आउनुहोस् आज हामी यो बीपी पार्कमा किन चल्यो महानगरपालिकाको डोजर र यसपछि के छ योजना, बीपी पार्कमा वीरगञ्ज महानगरपालिकाले के बनाउन लागेको हो, यसै विषयमा हामी चर्चा गर्न गइरहेका छौँ। सर्वप्रथम म सर्वोच्च अदालतको एउटा फैसला, एउटा आदेशलाई यहाँ प्रस्तुत गर्न चाहन्छु। केही महिना अगाडि सर्वोच्च अदालतले एउटा फैसला के गरेको छ भने घण्टाघर नजिकै रहेको बीपी पार्कलाई कुनै आधुनिक किसिमको बजार अथवा भौतिक संरचना निर्माण गर्नु पर्दैन। यो बीपी उद्यानको लागि छुट्याइएको जग्गा हो र यसलाई पुरानो स्वरूपमा बीपी पार्क, बीपी उद्यानकै रूपमा विकास गर्नुपर्छ, निर्माण गर्नुपर्छ, यसको संरक्षण र प्रवर्धन गर्नुपर्छ। यस्तो किसिमको बाध्यात्मक आदेश फैसला सर्वोच्च अदालतबाट आइसकेपछि सो फैसला कार्यान्वयनको निम्ति वीरगञ्ज महानगरपालिकाले विगत लामो समयदेखि 2 वर्षदेखि नै प्रयास गरिरहेको अवस्था थियो। पटक पटक सूचना जारी गर्ने, पटक पटक डोजर चलाउने, पटक पटक व्यवसायीहरूको तरकारी पसल भत्काउने लगायतको काम गर्दै आए तापनि व्यवसायीहरूले यो ठाउँ खाली गर्न सकिरहेका थिएनन्। त्यसपछि वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज 2 छपकैयाँमा रहेको छपकैयाँ तरकारी फलफुल थोक बजार सञ्चालनमा ल्यायो। केही दिन अगाडि मात्रै सो बजार सञ्चालनमा आएको छ। नापी कार्यालयको नजिकै रहेको सो तरकारी बजार सञ्चालनमा आइसकेपछि वीरगञ्ज महानगरपालिकाले पुनः बीपी पार्कमा सञ्चालनमा रहेका घर टहरा पसलहरूलाई स्थानान्तरणको निम्ति सूचना जारी गर्यो र एउटा अल्टिमेटम दियो। माइकिङ गरेर पनि सबैजनालाई अवगत गरायो। तैपनि बीपी पार्कको जग्गा खाली गरिएन। तसर्थ वीरगञ्ज महानगरपालिकाले बाध्यात्मक एक्सन अगाडि बढायो र डोजर चलाएको वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंहको भनाइ छ। तसर्थ आइतबार बिहानै डोजर चल्न थालेपछि यहाँ विगत लामो समयदेखि अतिक्रमण गरेर यो जग्गालाई उपभोग्य गर्दै आएका व्यवसायीहरू आक्रोशित भए र उहाँहरूले वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंहको, नगर प्रहरीको, सुरक्षाकर्मीहरूको विरोध पनि गरे र डोजरलाई अवरोध समेत गरे। तैपनि कडा सुरक्षा निगरानीका बीच डोजर चलाउने क्रम जारी नै रह्यो र अहिले बीपी पार्कको सबै पसलहरू, घर टहराहरू भत्काइएको अवस्था छ। बीपी पार्कको संरचनाहरू भत्काइएपछि केही व्यवसायीहरूले घण्टाघरमा टायर बालेर प्रदर्शन पनि गरे र विरोध पनि जनाए। वीरगञ्जका मेयर राजेश मान सिंहको आलोचना समेत गरे र व्यवसायीहरूको गुनासो के थियो भने हामीहरूले टाइम पाएनौँ, 2-4 घण्टा टाइम पाएको भए हामी जग्गा खाली गरिदिन्थ्यौँ र छपकैयाँको तरकारी बजार हाम्रो लागि बनाइएको हो भने हामीलाई दिनु पर्थ्यो लगायतको उहाँहरूको तर्क रहेको छ। तर वीरगञ्ज महानगरपालिकाले व्यवसायीको तर्कलाई इन्कार गरेको छ। छपकैया तरकारी फलफुल थोक बजार टेन्डर मार्फत सञ्चालनमा ल्याइएको छ। त्यसपछि वीरगञ्ज महानगरपालिकामा सम्पर्क गरेर त्यहाँ बजार लिन सक्ने, सेड लिन सक्ने व्यवसायीहरू लिन सक्नुहुन्छ भनेर वीरगञ्ज महानगरपालिकाले जनाएको छ। दर्शकबिन, भिडियोको अन्तमा आइपुगेका छौँ। यो भिडियो तपाईँले कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला र आफ्नो मनमा लागेका कुराहरू कमेन्ट बक्समा उल्लेख गर्न नबिर्सिनु होला। र आशा राखौँ कि पछिल्लो समय प्रदूषित र दुर्गन्धित बनेको बीपी पार्क आगामी दिनमा वीरगञ्ज महानगरपालिकाको रु 70 करोडको लागतमा निर्माण हुने हरित पार्कको रूपमा विकास होस् र हामी सबैजनाले भनौँ कि हाम्रो वीरगञ्ज राम्रो वीरगञ्ज, सफा वीरगञ्ज, सुन्दर वीरगञ्ज। अन्त्यसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँ तमाम दर्शकबिन्दुहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार।